नमस्कार साथीहरू, स्वागत छ डिजिटल एनपीटेजमा। आज हामी कुरा गर्न गइरहेको छौँ Xiaomiको नयाँ Redmi Note 14 4G बारे। मिड रेन्ज सेगमेन्टमा दमदार फिचर र आकर्षक डिजाइनका साथ आएको यो स्मार्टफोन अहिले नेपालमा निकै चर्चामा छ। तपाईँ नयाँ फोन किन्ने सोच्दै हुनुहुन्छ भने यो भिडियो अन्त्यसम्म अवश्य हेर्नुहोला। पहिलो कुरा गरौँ यसको डिजाइन र डिस्प्लेको। Redmi Note 14 4G एकदमै स्लिक र आधुनिक लुकमा आएको छ। फ्रेम किनाराहरू फ्ल्याट डिजाइनमा छन् र पछाडिको ग्लास फिनिशले प्रिमियम फिल दिन्छ। यो फोनमा छ 6.67 इन्चको एमोलेड डिस्प्ले, 120 हर्जको रिफ्रेश रेट, 2800 निट्सम्मको ब्राइटनेस सहित, मतलब तपाईले घाममा पनि स्क्रिन राम्रोसँग देख्न सक्नुहुन्छ। युट्युब, नेटफ्लिक्स वा गेम खेल्दा डिस्प्लेले दमदार देखिन्छ। अब कुरा गरौँ पर्फर्मेन्स र पावरको। यसमा प्रयोग गरिएको छ मेडिटेक हेलियो G99 अल्ट्रा चिपसेट, जो 6 नानोमिटर टेक्नोलोजीमा आधारित छ। दैनिक काम, गेमिङ र मल्टिटास्किङ सबैमा यो फोनले स्मुथ पर्फर्मेन्स दिन्छ। यसमा दुईवटा विकल्पहरू मिल्छ, 6GB र्याम प्लस 128GB स्टोरेज र 8GB र्याम प्लस 256GB स्टोरेज। स्टोरेजलाई माइक्रो एसडी कार्ड मार्फत आफ्नो आवश्यकता अनुसार बढाउन पनि सकिन्छ। अब कुरा गरौँ सबैभन्दा रोचक भाग, क्यामेरा सेटअपको। Redmi Note 14 4G मा छ 108 मेगापिक्सलको मुख्य क्यामेरा, जसले धेरै डिटेल सहित स्पष्ट फोटो खिच्न सक्छ। त्यसैगरी छ 2 मेगापिक्सलको डिप सेन्सर र 2 मेगापिक्सलको माइक्रो लेन्स। सेल्फीलाई 20 मेगापिक्सलको फ्रन्ट क्यामेरा दिएको छ। भिडियो कल वा सोशल मिडिया फोटोका लागि दमदार। भिडियो रेकर्डिङमा फुल एचडी 60 fps सम्मको सपोर्ट छ। अब कुरा गरौँ ब्याट्रीको। Redmi Note 14 4G मा छ 5500 मेगाहर्जको ठुलो ब्याट्री र 33 वाट फास्ट चार्जिङ सपोर्ट गर्छ। कम्पनीका अनुसार केवल 30 मिनेटमै 50% सम्म चार्ज हुन्छ। दैनिक प्रयोगमा एक दिन सजिलै टिक्न सक्छ। यो फोन 4G मात्र सपोर्ट गर्छ, अर्थात् 5G छैन, तर डुअल सिम सपोर्ट छ। दुईवटा सिम कार्ड र एउटा माइक्रो एसडी स्लट सहित आउँछ। यदि तपाईँ 4G नेटवर्कमा हुनुहुन्छ भने कुनै समस्या हुँदैन। यसमा छ इन डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर, USB Type-C पोर्ट, 3.5mm अडियो ज्याक र AI फेस अनलक सपोर्ट। रङ विकल्पहरू मिडनाइट ब्ल्याक, ल्याम्प ग्रीन, ओसियन ब्लू र मिस पर्पल उपलब्ध छ। फोनको तौल करिब 196 ग्राम छ र हातमा राम्रो फिल दिन्छ। Redmi Note 14 4G एन्ड्रोइड 14 आधारित छ, सफ्टवेयरसँग आएको छ। यो फोनले कम्तीमा 4 प्रमुख एन्ड्रोइड अपडेट दिइने कुरा छ, अर्थात् एन्ड्रोइड 14 बाट सुरु गरेर एन्ड्रोइड 18 सम्म अपडेट मिल्ने सम्भावना छ। साथै यो फोनले लगभग 6 वर्षको सेक्युरिटी अपडेट अवधि पाउने कुरा गरिएको छ। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, मूल्य कति? नेपालमा हाल Redmi Note 14 4G को अफिसियल मूल्य छ 6GB 128GB भर्सनलाई रु 23,999 र 8GB 256GB भर्सनलाई रु 26,999। मूल्य समय अनुसार थोरै तलमाथि हुन सक्छ, तर यो रेटमा फोन राम्रो मान्नु पर्छ। अन्तमा कुरा गरौँ Redmi Note 14 4G त्यो फोन हो जो सुन्दर डिजाइन, स्मुथ पर्फर्मेन्स र दमदार क्यामेरा सहित बजेटमा सब थोक चाहिनेहरूका लागि उत्तम विकल्प बन्न सक्छ। यदि तपाईलाई 5G नचाहिने र अफोर्डेबल प्राइसमा पावरफुल फोन चाहिएको छ भने यो Redmi Note 14 4G आफ्नो लिस्टमा अवश्य राख्न सक्नुहुनेछ। तपाईलाई यो फोन कस्तो लाग्यो? कमेन्टमा आफ्नो विचार लेख्नु होला। भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला है। फेरि भेटौँला अर्को नयाँ मोबाइल टेक अपडेटमा। त्यतिन्जेलको लागि म बिदा हुन चाहे। धन्यवाद। जय नेपाल।